India will impose a huge tariff or custom duty if we do that. India ko hisabma uneharu terrorist ho, uneharuko hisabma uneharu militants ho, freedom fighters ho. They wanted to cash into that emotion र नेपाल आफूतिर ल्याउनको लागि. So before Sindoor operations गर्नु भन्दा अगाडि नेपालको सबैलाई भेटिरहेको. चाइना चाहिँ हाम्रो strategic enemy हो. पाकिस्तान चाहिँ होइन. Good morning and welcome to yet another fresh episode of the Silver Lining Sadhika Kheraharu podcast. This is your host Salina Jha today, and I will be talking with Mr. Resta Jha, founder and chairman of KFA. So as a pani, we'll be talking about various geopolitical factors. This madhe we have picked एकदमै स्पेसिफाइड भएर चाहिँ इन्डिया एन्ड पाकिस्तानको कुराहरू अहिले अलिकति सिरियसनेस त्यसैको छ. सो त्यसैले गरेर के इम्प्याक्ट भइरहेको छ भन्ने कुराहरू चाहिँ we'll be talking with Resta sir today. Along with this, we'll be also diving into KFA को different initiatives. Recently, अहिले के गरिरहेको छ, के गर्ने फ्युचरमा के plans छ in various spectrums that we are working. That is KFA Consulting, KFA Training, KFA Academics, KFA Agro, KFA Hospitality and Events, and हाम्रो Burje Serenity छ under retreat अनि foundation पनि छ. So do like, share and subscribe to our channel and do support us like you have always supported us. अनि comment section मा गएर हजुरलाई के topic मा अलिकति कुराहरू होस् जस्तो लागेको छ, do let us know. We'll be more than happy to come up with that specific topic for you. So good morning, sir. Welcome to this episode once again. Good morning. Namaste. Namaste. It's lovely having you all the time. Thank you. Same so here. Let's begin with our show, हैन? So geopolitical को कुरामा चाहिँ हैन, जस्तै हाम्रो neighbor मा जुन जस्तो problems arise भयो नि, neighboring country, India Pakistan मा, त्यसको अलिकति how did it start? History चाहिँ के हो actually अलिकति touch base गर्दिछु. Yeah, so India Pakistan is a major concern, हैन? मैले त अस्ति ceasefire भइसकेपछि immediately Facebook मा गएर thank God there's a ceasefire भनेर लेखेँ हैन. किन it was a concern कि भित्र भित्र कता कता अप्ठ्यारो भइरहेको थियो, escalate हुने होला, किनभने रसिया र युक्रेनको war is very difficult. अलिकति ceasefire त्यहाँ होला कि जस्तो कुरा भइरहेछ, तर रसिया र युक्रेनमा चाहिँ धेरै भूभागमा मान्छेहरू एकदम कम छ कि. They have large lands and then people are there, अनि उनीहरूले किभतिर यतातिर धेरै शिफ्ट भइसक्यो, यतातिर मस्कोतिर बढी शिफ्ट भएको छ. तर इन्डिया पाकिस्तान त इट्स कन्टिनेन्ट अफ पिपल हैन, जताततै मान्छे छ. अब यो ब्यालिस्टिक मिसाइल्सहरु नै हान्न थालिसकेको थियो. त्यो भइसकेपछि त ठुलो क्षति हुन्छ, ठुलो पपुलेसन लस हुन्छ भनेर एकदमै भित्रबाट कन्सर्न भइरहेको थियो. तर एटलिस्ट सिजफायर भएपछि अलिक खुसी भएको थियो. सो गोइङ ब्याक टु द हिस्ट्री, अब 1947 मा इन्डिया पाकिस्तान चाहिँ इन्डिपेन्डेन्ट भयो हैन, लेड बाई महात्मा गान्धी. सो गान्धीको विचारमा चाहिँ के थियो भन्दाखेरि कश्मीरमा चाहिँ 80% मुस्लिम पपुलेसन भए तापनि इन्डियामा समावेश हुन सक्छ, लिबरलाइज हुन सक्छ भन्ने खालको कन्सेप्टबाट आएको थियो. अनि त्यो बेलामा चाहिँ सरदार पटेल यतापट्टि के थियो भने दे ह्याड चोइस बिट्विन हैदराबाद एन्ड कश्मीर कि. सो हैदराबादमा चाहिँ निजाम भन्ने अब कस्तो थियो भने 550 डिफ्रेन्ट महाराजाहरूले चलाइरहेको थियो नि त हैन. अनि त्यो चाहिँ कति पाकिस्तानमा गएर मिस्यो त्यो स्टेटहरू चाहिँ, र कति चाहिँ इन्डियामा नै बस्यो, मोस्ट अफ देम इन्डियामा बस्यो भनौँ न. सो हैदराबादमा निजामले चाहिँ इन्डिपेन्डेन्टको गर्दाखेरि चाहिँ अब हैदराबाद चाहिँ साउथ इन्डिया भयो अनि मिडल अफ इन्डिया भयो कि. सो मिडल अफ इन्डियामा त त्यो छोड्नु भएन भने, सो हिज फोकस वाज मोर अन मिडल अफ इन्डिया. सो हैदराबादको केसमा उसले गर्दाखेरि कश्मीरमा उसको ध्यान कम भयो हैन. अनि यतापट्टि हरि सिंह भन्ने चाहिँ हिन्दू राजा थियो हैन कश्मीरमा. सो हिन्दू राजा तर मुस्लिम पपुलेसन हैन. अनि शेख अब्दुल्ला भन्ने चाहिँ त्यो बेला अहिले नेसनल कन्फरेन्स भन्छ, त्यो बेलामा नेसनल मुस्लिम कन्फरेन्स भन्थ्यो. उनीहरूले चाहिँ इन्डिपेन्डेन्ट कश्मीर बनाउनु पर्छ, न पाकिस्तानमा जाने न इन्डियामा जाने, इन्डिपेन्डेन्ट कश्मीरको गरिरहेको थियो. अनि हि ह्याड अ भेरी गुड फ्रेन्डसिप विथ जवाहरलाल नेहरू कि. सो नेहरूसँग राम्रो फ्रेन्डसिप थियो. अनि त्यो हिसाबले चाहिँ उसले इन्डिपेन्डेन्ट कश्मीर बनाउने भनेर भन्यो. तर यता हरि सिंहलाई चाहिँ उता पाकिस्तानले अट्याक गर्दाखेरि हरि सिंह वान्टेड सपोर्ट फ्रम इन्डिया. इन्डिया सपोर्टेड अन द बेसिस अफ यदि इन्डियामा बस्ने हो भने मात्रै हामी तिमीलाई चाहिँ आर्मी सपोर्ट गर्छु भनेर भन्यो. हरि सिंह एक्सेप्टेड द अफर एन्ड द्याट्स हाउ इन्डिया अकुपाइड कश्मीर ह्यापन्ड हैन. सो पहिला त कश्मीर एन्टायर इन्डियामै जस्तो आयो हैन. अनि त्यसले गर्दाखेरि त्यहाँबाट सुरु भयो. अनि किनभने त्यहाँको इन्डिपेन्डेन्ट कश्मीरिजहरूलाई चाहिँ कस्तो थियो भने रेफरेन्डम गरौँ, हामी न इन्डियामा न पाकिस्तान, हामी रेफरेन्डममा छुट्टै कश्मीर हुन्छ भनेर चाह्यो. तर रेफरेन्डम हेज नेभर ह्यापन्ड, कहिले पनि हुँदै भएन. किन रेफरेन्डम भयो भने चाहिँ
इन्डियालाई के डर छ भने आइदर इट विल बी एन इन्डिपेन्डेन्ट कन्ट्री बिकज दे डोन्ट वान्ट टु बी विथ इन्डिया अर दे विल मर्ज विथ पाकिस्तान भन्ने डर थियो कि उनीहरूलाई त्यही कारण रेफरेन्डम कहिले पनि भएन अनि त्यसपछि 1962मा अनि फेरि त्यहाँ चाइनाको एङ्गल पनि छ माथिपट्टि चाइनाको एउटा भूभागमा चाहिँ 1962मा चाइना डिफिटेड इन्डिया सो त्यो चाइना अकुपाइड कश्मीर पनि छ माथिपट्टिको पार्टमा होइन द्याट्स हाउ चाइना एन्टर्ड द कश्मीर सिनारियो अनि पाकिस्तानसँग अहिले क्लोज भएको पनि बेसिकली चाइनाको त्यो कारण हो कि सो त्यो कारणले गर्दाखेरि चाहिँ अब and then there are different wars that we know होइन अनि यतापट्टि इस्ट पाकिस्तान चाहिँ जुन बङ्गलादेश थियो त्यो बङ्गलादेशको लागि लिबरेट गर्नलाई चाहिँ इन्डियाले सपोर्ट गर्यो त्यो बेलामा इस्ट पाकिस्तान बिकेम बङ्गलादेश अनि त्यसमा पनि पाकिस्तानलाई चाहिँ त्यो थियो सो देन देयर वाज अ वार सो इन्डियाले चाहिँ जहिले पनि के एउटा स्ट्यान्ड लिइरहेको थियो भने वी डु नट वान्ट टु इन्टरनेसनलाइज दिस इस्यु हामी खालि इन्डिया र पाकिस्तान बसेर नै सल्भ गर्ने भन्ने थियो पाकिस्तान अलवेज वान्टेड टु इन्टरनेसनलाइज बिकज इन्टरनेसनल सपोर्ट नभइकन यो हुँदैन भन्ने उसलाई थाहा थियो होइन त्यही भएर त्यो युएन को रिजोल्युसनले पछि आएर एउटा वार भइसकेपछि इन्डियालाई चाइनाले पनि उताबाट प्रेसर दिइरहेको बेलामा इन्डिया ह्याड लस्ट द्याट वार अनि युएनको प्रेसरमा आएर अनि देन कश्मीरलाई पनि दुईवटा भाग लगाइदियो त्यसपछि फर्दर सो देन देयर इज अ पाकिस्तान अकुपाइड कश्मीर एन्ड देन इन्डियन अकुपाइड कश्मीर होइन अब त्यो भइसकेपछि अब त्यहाँको मान्छेहरू त अनि त्यसपछि अब यो जैसे मोहम्मद भन्छ लस्कर ए तोयबा भन्छ अब इन्डियाको हिसाबमा उनीहरू टेररिस्ट हो उनीहरूको हिसाबमा उनीहरू मिलिटेन्ट्स हो फ्रिडम फाइटर्स हो अब इन्डियामा बस्न सक्दैन दे हेभ देयर क्याम्प्स इन पाकिस्तान पाकिस्तानसँग त्यो जहिले पनि त्यो एकदम हेट मङ्गरिङ नै छ दुईवटा कन्ट्रीको सो दे विल ट्राई टु डाइरेक्टली नदेखाएर गरे तापनि अब यिनीहरूले केही कुरा मिलिटेन्ट्सहरूले गरिदियोस् र सर जहाँ पनि यस्तै हुने त हो नि सो त्यो हिसाबले पाकिस्तानको अलवेज एउटा भित्री चाहना चाहिँ त्यहाँबाट लिबरेट होस् पाकिस्तान चाहिँ बरु इन्डिपेन्डेन्ट पाकिस्तानमा नमिचे पनि इन्डिपेन्डेन्ट होस् इन्डियासँग नबसोस् भन्ने छ किनभने हिन्दू र मुस्लिमको केसमा त पार्टिसनमा के भएको थियो भन्दाखेरि त्यो सर माउन्ट बेटन भन्नेले चाहिँ जुन लाइन क्रस गर्दाखेरि सबै हिन्दूहरू यता आयो नि त हिन्दूहरू सबै पाकिस्तानबाट यता आयो तर सबै मुस्लिम उता गएन कि सो दे बेसिकली वान्ट द मुस्लिम्स टु ह्याभ एन इन्डिपेन्डेन्ट स्टेट भन्ने पाकिस्तानमा अलरेडी छ त्यो हिसाबले सम वार्स इन्डिया हेज लस्ट अब कारगिललाई इन्डियन अकुपाइड कश्मीरबाट लिन खोजेको थियो कारगिल वारमा इन्डिया वान त्यसपछि पार्लियामेन्टमा अट्याक भयो होइन वी नो वाट ह्यापन इन पुलवामा होइन 19 year oldले आएर सुसाइड बमले गरेर त्यत्रो 400 जना चाहिँ उसलाई मारिदियो त्यो मारिसकेपछि त्यो छ अब अहिले फेरि अब्दुल्लाजहरूकै चिफ मिनिस्टरसिपमा छ हु आर द लेगेसिज अफ नेसनल कन्फरेन्स हो कि सो त्यो हिसाबले चाहिँ यो हिस्ट्री चाहिँ बेसिकली लामो छ हिस्ट्री तर जस्ट क्विकली समरी भन्नुपर्दाखेरि सो इट्स अ भेरी भेरी प्रोलङ्ड वार एन्ड भेरी डिफिकल्ट च्यालेन्जिङ वार होइन सबैभन्दा बेस्ट ह्यान्डल गरेको भनेको चाहिँ इन्दिरा गान्धीले चाहिँ 1971 को वार जित्यो त्यसमा 1972 मा यिनीहरू चाहिँ सिमला एकर्ड भनेर चाहिँ एउटा एकर्ड भएको थियो त्यो बेलामा चाहिँ हामीले यसलाई चाहिँ बाइल्याटरली गर्ने बाहिरकोलाई नलिएर आउने हामी नै बसेर कुरा गर्ने भनेको थियो तर अहिले लास्ट 5-6-7 इयर्सदेखि कन्भर्सेसनै छैन 8 इयर्सदेखि कन्भर्सेसनै छैन होइन सो सबैभन्दा फोरफ्रन्टमा गएर इन्दिरा गान्धीले युपिए गभर्मेन्ट हुँदाखेरि चाहिँ जुन 1971 को वार गरेपछि अघि पनि मैले भने त्यो सिमलाको एकर्डबाट चाहिँ ल्याएको एउटा चाहिँ सक्सेस भयो इन्डियाको लागि अर्को चाहिँ राम्रोसँग ह्यान्डल गरेको भनेको अटल बिहारी वाजपेयीले इन्सानियत जमुरियत र कश्मीरियत गरेर चाहिँ त्यो बेलामा लाहोर र दिल्लीको बस यात्रा पनि सुरु भयो होइन त्यो बेलामा परवेज यो मुशर्रफसँग पनि एउटा कन्भर्सेसन भएको थियो र चाहिँ कश्मीरलाई चाहिँ अलिकति डायलग्सहरू भइरहेको थियो होइन अनि पछि अब यो जुन विभिन्न पार्लियामेन्टमा अट्याकहरू भइसकेपछि डायलग्सहरू पनि बन्द भयो त्यो एउटा भइरहेको थियो अब अहिले अस्तिको सिचुएसन के भइदियो भने वी नो वाट ह्यापन इन पहलगाम होइन इट्स भेरी अनफर्चुनेट र अलिकति त्यो मुस्लिम एक्सट्रिमिस्टहरूको एउटा के छ भने अब हिन्दूलाई खोजी गर्ने भनेपछि अब फेरि हिन्दुत्वको गभर्मेन्ट भएको भएर त्यो हिसाबले चाहिँ अब इन्डियाले अपरेसन सिन्दुर भनेर भन्यो उसले गएर सब बेसमा अट्याक गर्यो तर इन्डिया डिड नट थिङ्क इन देयर ड्रिम्स कि पाकिस्तानले त्यस्तो रिटालिएट गर्छ भनेर कि पहिला त टर्कीको ड्रोन्सहरू मात्र आयो पछि चाइनाको ड्रोन्स र चाइनाको इभन ब्यालिस्टिक मिसाइल्सहरू पनि आयो कि किनभने त्यो कतिपय ड्रोन्सहरू त तल खसालेपछि त्यहाँ लेभल्सहरू देख्छ नि अनि दे वर सो एडभान्स्ड होइन इभन चाइनाले पहिला लडेको वारमा पनि सोभियत सङ्घको चाहिँ वेपन्सहरू युज गरेको थियो कि चाइनिज आफ्नो वेपन्सहरू चाइनाको वेपन्सहरू चाहिँ युज गरेको दिस इज द फर्स्ट टाइम रे कि सो अब यसको कनोटेसन के छ भन्दाखेरि अनि त्यसपछि फेरि अलिकति यतापट्टि नेपाललाई लिङ्क गरौँ विजय चौथियावाला भन्ने चाहिँ जुन अस्ति एउटा
बिजेपीको चाहिँ इन्टरनेसनल अफेयरको मान्छे आउनुभयो हि मेट लेफ्ट राइट सेन्टर सबै पोलिटिसियन्सहरूलाई भेट्नुभयो किन भन्दाखेरि एकजना नेपाली हाम्रो नेपाली पनि यो पेलगाम एट्याकमा त्यो भयो सो दे वान्टेड टु क्यास इन टु द्याट इमोसन र नेपाललाई आफूतिर ल्याउनको लागि सो बिफोर सिन्दुर अपरेसन्स गर्नुभन्दा अगाडि नेपालको सबैलाई भेटिरहेको थियो किनभने हामी पनि नजिकै छौँ होइन सो त्यो एस्पेक्टबाट चाहिँ उसले त्यो ट्राई गरिरहेको हो होइन त्यो गरेर तर पेलगाम एट्याक पछि सिन्दुर अपरेसन्स भयो र अब चाइनिज जुन वेपन्सहरू आएर चाहिँ हिट गर्यो त्यो भएपछि इन्डिया पनि सेटब्याक भयो किनभने अब उसले त के गर्न थाल्यो भने राजस्थानको जैसलमेरमा पनि गर्यो इभन गुजरातको कच्छतिर पनि हान्न थाल्यो होइन अनि लाइक थाउजन्ड्स अफ ड्रोन्स स्टार्टेड कमिङ इन होइन अहिले पनि कति ड्यामेज भएको खास भनेको छैन कि त्यो भनेको छैन अनि त्यो भइसकेपछि अब मिस्टर ट्रम्प एन्ड मार्को रुबियो होइन सो जेडी भ्यान्स उसको वाइफ उषा भ्यान्स चाहिँ इन्डियन ओरिजिनको भयो सो दे केम इन टु द प्ले उसले रसिया युक्रेनलाई सल्टाउन सकेको थिएन दे थट दे इज एन अपर्च्युनिटी हियर इन जियो पोलिटिक्स टु बिकम हिरो सो इन्डिया पाकिस्तानलाई गर्छ भनेर भन्यो अब यत्रो ठुलो ड्यामेज हुन्छ एन्ड पाकिस्तान एन्ड इन्डिया बोथ बिङ न्युक्लियर कन्ट्रिज न्युक्लियरमा पनि 1980s देखि नै इन्डियाले जति न्युक्लियर टेस्ट गर्यो पाकिस्तानले भन्दा बढी न्युक्लियर टेस्ट गरेछ इन्डिया हेज टेस्टेड 3 times पाकिस्तान हेज टेस्टेड 5 times सो इफ देयर इज अ न्युक्लियर वार हुनसक्छ भन्ने कुरा थ्रेट दियो त्यो थ्रेट दिइसकेपछि चाहिँ दुईटाको डिजिएमओलाई कुरा गराउन मिस्टर मोदी ह्याड टु गिभ द्याट त्यो दोवल र मिस्टर मोदीले त्यो दिनै पर्यो अमित शाह अल्सो केम इन टु पिक्चर राजनाथ सिंह द फरेन मिनिस्टर अल्सो केम इन टु द पिक्चर सो दुईटा डिजिएमओले कुरा गर्यो डिजिएमओले कुरा गर्यो सिज फायरको कुरा भयो अब सिज फायर कुरा हुँदाखेरि आई थिङ्क इन्डिया हेज लस्ट इन 3 fronts हियर सो फर्स्ट इज India never wanted to internationalize this. You know, publicly, the ceasefire was actually announced by Donald Trump, not by India and Pakistan. So it is now internationalized. And उसले आफ्नो ट्विट्समा अथवा आजकल एक्स भन्छ क्या त्यसमा पनि के लेखेको छ भने त्यसमा पनि के लेखेको छ भने बिकज कश्मीर इस्युलाई रिजल्भ गर्ने भनेर लेखिरहेको छ कि सो इट हेज बिकम एन इन्टरनेसनल इस्यु जुन लास्ट 3 decades यसलाई इन्टरनेसनल गरेको थिएन अब इन्टरनेसनलाइज भयो नम्बर 1 त्यो भयो अनि चाइनाको पनि के भने अब चाइना चाहिँ स्ट्राटेजिक खास एउटा कन्टेक्स्ट एउटा चाहिँ बुद्धिजीवी इन्डियन बुद्धिजीवीहरूले चाहिँ के भन्छ भने चाइना चाहिँ हाम्रो स्ट्राटेजिक एनिमी हो पाकिस्तान चाहिँ होइन भनेर भन्छ कि किन कहाँबाट कहाँ उनीहरूको जिडिपी पुगिसक्यो पाकिस्तान चाहिँ होइन पाकिस्तानसँग डायलग गर्नुपर्छ भन्ने खालको कुरा भएको थियो त्यो डायलग नगरेर पनि एउटा सेटब्याक भयो होइन त्यसपछि द थर्ड वान इज द न्युक्लियर पार्टको जुन न्युक्लियर वारमा पनि पाकिस्तानको चाहिँ अपर ह्यान्ड छ भन्ने खालको कुरा भयो त्यसले गर्दाखेरि चाहिँ अहिलेको लागि जति नै यो मिस्टर मोदीको जुन कर्पोरेट फन्डेड मिडियाहरूले चाहिँ यसलाई चाहिँ अब अपरेसन सिन्दुर भनेर जति नै गरे तापनि इन्टरनेसनल कम्युनिटीमा न्युयोर्क टाइम्समा सिएनएनमा होइन सबैमा चाहिँ कस्तो देखेको छ भन्दाखेरि पाकिस्तान हेज अपर ह्यान्ड र पाकिस्तानले यसमा चाहिँ त्यो लेसन गर्यो भन्ने खालको कुरा भएको छ र त्यसले अब आउने इलेक्सनलाई कसरी त्यो गर्छ इन्डियाको आफ्नो कन्स्टिट्युसनमा मिस्टर मोदीको के हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ तर यसबाट चाहिँ एउटा इकोनोमिक रामिफिकेसन चाहिँ के आयो भन्दाखेरि चाइनाको फेरि के भयो भन्दाखेरि अब लेट्स गो टु द ट्यारिफ होइन 140बाट 100% घटाइदियो बिकज सी जिनपिङ डिडन्ट बाउ डाउन डोनाल्ड ट्रम्प ह्याड नो अप्सन बट टु बाउ डाउन होइन सो इभन ट्यारिफ वार इज बिङ वन बाई चाइना दे आर चाहे त्यो बिवाइडी भनौँ चाहे त्यो के अरे एमजी मोटर्स भनौँ चाहे गाडी आइएम ड्राइभिङ अमोडा जेकु भनौँ अल चाइनिज बिल्ड होइन एकदम कस्ट इफेक्टिभमा बनाउने एफिसियन्सी चाहे गाडी भनौँ चाहे वेपन्स भनौँ चाहे मिसाइल्स भनौँ सो चाइना इज मेकिङ बेटर प्रोडक्ट्स एट अ मच चिपर रेट बेटर टेक्नोलोजी बेटर ट्रेड कन्डिसन भनेपछि चाइना इज इमर्जिङ एन्ड रसिया इज देयर क्लोजेस्ट एलाइ So Russia is another formidable force. So geopolitics is moving that side. Even Europe पनि कन्फ्युज छ अब के गर्यो मिस्टर ट्रम्पले आएर सबैतिर हिट गर्यो होइन सो युएसको जुन चाहिँ सो युएसको आफ्नै इभन रिपब्लिकन्सहरू पनि वरिड भइसक्यो कि यसले गर्दाखेरि हाम्रो आफ्नै फुटप्रिन्ट चाहिँ तल जान्छ भन्ने कुरा छ अब हेरौँ ग्लोबल जियोपोलिटिक्स कसरी जान्छ त नेपालले चाहिँ मेरो विचारमा जुन पहिला पनि हामी कुरा गरेको थियौँ इन्डिया र चाइनासँग चाहिँ दुईटा हामीले ब्यालेन्स गरेर अगाडि बढ्नुपर्छ भन्ने खालको कुरामा चाहिँ it is more significant now. अनि सो हामी एउटातिर मात्रै टिल्टेड गर्दाखेरिको इम्प्याक्टहरू हामी देख्न सक्छौँ होइन किन युपी र बिहारको लाइक 30 crores भन्दा बढीको पपुलेसनलाई केटर गर्नको लागि हाम्रो महेन्द्रनगर धनगढीमा चाहिँ चाइनिज भेहिकलको अटोमोबाइल्स एसेम्ब्ली प्लान्ट किन बनिरहेको छैन भन्दाखेरि बिकज इन्डिया विल इम्पोज अ ह्युज ट्यारिफ अर कस्टम ड्युटी इफ वी डु द्याट
अब इभन लाइक अमेरिकन गाडीहरूको अथवा जापानिज गाडीहरूको चाहिँ एसेम्ब्ली प्लान्ट इन्डियामा छ भने त्यहाँको अन्टरप्रिन्यर्सहरूले त चाइनिज प्लान्टलाई पनि ल्याउन सक्छन् किनभने यति कस्ट इफेक्टिभमा बनाउन सक्छ तर चाइना विल नेभर डु द्याट होइन के अरे इन्डिया विल नेभर अलाउ द्याट एउटातिर BYD को अफसोर सुट्सहरू देखिरहेको थिएँ म इन्डिया जाँदाखेरि त्यही भएर अब चाइना इज इभल्भिङ एज इकोनोमिक पावर इभन जियो पोलिटिकल पावर र त्यो कुरामा चाहिँ नो डाउट होइन जति नै त्यो भने पनि हामी इन्डियासँग बढी क्लोज थियौँ हामी हिन्दी सिनेमा बढी हेर्छौँ हामी हिन्दी खाना बढी खान्छौँ हामी हिन्दीमा गफ गर्छौँ हिन्दी मान्छेहरूसँग कुरा गर्छौँ इन्डियन्सहरू कुरा गर्छौँ तर चाइना चाहिँ डेफिनेटली एउटा सिग्निफिकेन्ट प्लेयर भएर आएको छ र जियो पोलिटिक्समा चाहिँ अब आउने दिनहरूमा कसरी जान्छ भन्ने कुरा चाहिँ हेर्नु जरुरी छ सो थ्याङ्क यू सर सबै हजुरले पोइन्ट्सहरू भन्नुभयो अब हाम्रो यही कन्टेक्स्टमा के एफएले चाहिँ के खालको इनिसिएटिभ गरिरहेको छ त अलिकति त्यसमा पनि कुरा गरौँ न केफे चाहिँ अब हामी एज यु नो द्याट 2001 मा वी स्टार्टेड वी आर ट्रेनिङ इन्स्टिट्युट वी स्टार्टेड ट्रेनिङ हाम्रो आफ्नो बिजनेस स्कुल छ हाम्रो म्यानेजमेन्ट कन्सल्टिङ को सेपरेट फर्म नै छ हाम्रो हामी केफे हस्पिटालिटी इभेन्ट्स म्यानेजमेन्टमा पनि छौँ हाम्रो केफे एग्रो एन्ड प्रोसेसिङ छ वी हेभ अ गुर्जी होम एन्ड हामीसँग एउटा सोसल इनिसिएटिभ र रेस्ट फाउन्डेसन पनि छ होइन सो अब अहिले आएर यो चाइना र इन्डियालाई हामीले ब्यालेन्स गरेर अगाडि बढ्न सक्यो भने र इभन नेपाली पपुलेसन पनि अपग्रेड भएको भएर हामीले टुरिज्म सेक्टरमा अलिकति डिफ्रेन्ट अलिकति इनोभेटिभ टुरिज्म भनौँ हामीले भिलाको कन्सेप्टहरू लिएर आएको छौँ होइन त्यो भिलाको कन्सेप्टमा चाहिँ अब आजको दिनमा यत्रो वार मङ्गरिङ यताउता भइरहेको केसमा चाहिँ पिपल वान्ट टु रिल्याक्स इभन त्यो पेलगाममा गएको मान्छेहरू पनि रिल्याक्स गर्न गएको अनि so people are looking for peaceful destinations where they can come and relax with friends and family and have a good time होइन त्यो केसमा गुर्जी होमको सक्सेस पछि टचवुड होइन सो लास्ट 1 इयरको सक्सेस पछि हामीले चाहिँ 10 वटा त्यस्तै भिला चाहिँ काठमाडौँको वरपर क्रिएट गर्ने भनेको छौँ सो विच इज एक्चुअली नट भेरी फार फ्रम काठमाडौँ 1 hour drive 1.5 hour drive maximum close to the nature त्यहाँको लोकल अर्ग्यानिक फुड नाइस रिल्याक्सिङ इन्भाइरोमेन्ट होइन त्यहाँ वरपर हाइकिङ एन्ड साइक्लिङ रुट्सहरू अनि त्यहाँ वरपरको डिफ्रेन्ट ठाउँहरूमा जस्तै नवबुद्धमा एउटा नवबुद्धको एरियामा म लास्ट विकेन्डमा थिएँ सो भेरी इन्ट्रेस्टिङ ठाउँहरू देखेको छ त्यहाँ नजिकको मन्दिरहरू यात्रा गर्न मिल्ने एउटा क्लोज फ्यामिलीसँग एउटा टाइम बिताउँदाखेरि मान्छेलाई डिफ्रेन्ट पर्सपेक्टिभ हुने हिसाबले चाहिँ हामीले अलिकति इनोभेटिभ टुरिज्ममा चाहिँ कुराहरू गरिरहेको छौँ होइन त्यसमा चाहिँ हामीले अब यो अलिकति लार्ज स्केल प्रोजेक्ट भएको भएर हाम्रो आफ्नै क्यापिटलले मात्र सफिसियन्ट नहुने भएको भएर उनीहरू आफ्नो हाम्रो इन्टरनल क्यापिटल कमिटमेन्ट पनि छ सो वी हेभ शाउटेड आउट टु द पोटेन्सियल इन्भेस्टर्स सो सम अफ देम हेभ सोन इन्ट्रेस्ट होइन सो हामीले सम प्रेजेन्टेसन्सहरू गरिरहेको छौँ सो कसैलाई पनि भनौँ न यो प्रोजेक्टमा यो भिला प्रोजेक्टमा चाहिँ रिट्रिट भिलाज भन्छौँ हामी चेन अफ रिट्रिट भिलाज प्रोजेक्टमा चाहिँ गुर्जी होमकै नामबाट हामी चाहिँ गर्न खोजिरहेको छौँ त्यसमा इन्ट्रेस्ट छ भने चाहिँ प्लिज टक टु अस होइन हामीलाई रिच आउट गर्नुहोस् होइन यही यो युट्युब अथवा जेमा पब्लिसेस त्यहाँबाट गर्नुभए पनि हुन्छ अथवा हाम्रो फेसबुक पेजहरूमा गएर गर्नुभए पनि हुन्छ होइन सो वी क्यान सो यु द प्रेजेन्टेसन सो होल आइडिया के भन्दाखेरि एउटा इन्टरप्राइज गरौँ र त्यहाँको लोकल कम्युनिटीलाई पनि राम्रो होस् त्यहाँको लोकल वुमेनहरूलाई हामी हायर गर्छौँ त्यहाँको लोकल मान्छेहरूलाई गर्छौँ त्यहाँको लोकल इकोनोमीलाई त्यसले सपोर्ट गर्छ बिकज त्यहाँ कतिपय चिज हामी त्यहीँ लोकली प्रोक्योर गर्छौँ त्यो हिसाबले चाहिँ के फेरि अरू विभिन्न कामहरू गर्नु मध्येमा चाहिँ हामीले एउटा यो रिट्रिट भिलाजको कन्सेप्ट लिएर आइरहेको छौँ अहिले So what are the different initiatives in consulting? कन्सल्टिङ एन्ड ट्रेनिङ हाम्रो दुईवटा अर्को नलेज डोमेनको कुराहरू भयो सो विभिन्न ट्रेनिङ प्रोग्राम्सहरू हामी गर्छौँ ब्याङ्किङको कोर प्रोग्राम्सहरू इन्सुरेन्सको कोर प्रोग्राम्सहरू सफ्ट स्किल्स हार्ड स्किल्सको प्रोग्रामहरू हामी गरिरहेको हुन्छौँ सो विभिन्न कर्पोरेट्सहरूलाई पनि हामीले गरिरहेको छौँ अब कन्सल्टिङमा चाहिँ हामीले म्यानेजमेन्ट कन्सल्टिङ पनि फुल फ्लेजेड म्यानेजमेन्ट कन्सल्टिङ गर्छौँ सो यहाँहरूको कम्पनी छ सो कम्पनी इस्टाब्लिस गरिसक्नुभयो त्यसमा चाहिँ म्यानेजमेन्ट कन्सल्टिङ चाहिन्छ फिनान्सियल कन्सल्टिङ लिगल कन्सल्टिङ चाहिन्छ भने प्लिज टक टु अस होइन हामीले एचआर कन्सल्टिङ अहिले केरियर ग्रुपमा गरिरहेको छौँ हाम्रो म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम इज अ सुपर हिट प्रडक्ट भनौँ होइन सो हामीले कस्टमाइज बेसिसमा एनर्जी इन्सुरेन्समा हाम्रो मोड्युल सी भोलि सुरु हुँदैछ ग्लोबल आइएमईमा हाम्रो मोड्युल बी आई थिङ्क जुन 1 सुरु हुँदैछ आफ्टर 17 or 18 days होइन त्यसो गरेर वी टकिङ टु भेरियस अदर ब्याङ्क्स लाइक एनएमबी नबिलहरूसँग हामी कुरा गरिरहेछौँ सो उहाँहरूले पनि साइन अप गर्नुहुन्छ होला हाम्रो ओपन प्रोग्रामहरू पनि म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम छ सो अगेन अन्टरप्रिन्यर्स होइन सो तपाईँ आफ्नो काम गराउनु भएको छ तर एमबिए पनि तपाईँले पहिला गर्नुभएको थियो अथवा गर्नुभएको थिएन अब अहिलेको रिसेन्ट म्यानेजमेन्ट कुराहरू गर्नु चाहनुहुन्छ भने प्लिज गेट इन टच विथ अस सो हाम्रो एमडिपी प्रोग्राम पनि इन्ट्रेस्टिङ यहाँ हामी गइरहेको छौँ होइन र कन्सल्टिङमा पनि अरू विभिन्न कुराहरू हामीले ह्युमन रिसोर्स म्यानेजमेन्ट कन्सल्टिङ फाइनेन्सियल कन्सल्टिङको लेभलमा पनि हामी काम गरिरहेको छौँ र आफ्नो तर्फबाट हामीले गर्नुपर्ने कुरा गरिरहेको छौँ That's great. Thank you, sir, for your time. It was wonderful talking to you yet again.
So with this, we've come to the end of this episode, the Silver Linings Sadika Keraharu podcast. I'm sure हजुरहरुलाई यो एपिसोड पनि पक्कै इन्ट्रेस्टिङ लाग्ने छ, since we have spoken about a lot of geopolitical India-Pakistanको history, how did it start, what are the ramifications in economy in Nepal and so on. So हामीलाई जहिले पनि माया and support गर्दै गर्नु होला. This is your host signing out. Namaste. Thank you.